हेलो साथीहरू, नमस्ते। आज नयाँ वर्ष 2026 लागेको उपलक्ष्यमा मैले मेरो नानीहरूलाई इन्जोय गराउनलाई दमकको मामा भन्जा होटलमा खाजा खानु लगिरहेको छु। यो दमकको मामा भन्जा होटलमा चाहिँ एकदमै दामी सेकुवा पाइन्छ। यहाँनिर पेय पदार्थ सेकुवाहरू एकदम स्पेसल दामी। म चाहिँ कहिलेकाहीँ यहाँ आइबस्छु, मेरो नानीहरूलाई यहीँ ल्याउँछु सेकुवा खानु मन लाग्दाखेरि। तपाईँहरूलाई पनि इच्छा लाग्छ भने आउनुहोला। मैले चाहिँ यहाँनिर चटपटे, रिब्स, बेली, चिकन रोस्ट अनि कोक अर्डर गरेको थिएँ। उहाँ भाइले चाहिँ हाम्रो अर्डर ल्याइदिइसक्नु भएको छ। यहाँनिर अलिक पर्खिनु पर्यो, टाइम लाग्यो, किनभने यहाँ सधैँ नै भिड हुन्छ। आज त झनै भिड थियो, त्यही भएर समय चाहिँ लाग्यो है। हाम्रो चाहिँ यहाँ बेली, चटपटे, चिकन, कोक आइसकेको छ। त्यसपछि हामीले खान सुरु गऱ्यौँ। यहाँ आएपछि मेरो छोरीलाई चाहिँ जहिले चिकनै चाहिन्छ, चिकन बिना चाहिँ उसलाई हुनै हुँदैन र हामीले खाँदै थियौँ। त्यसपछि हामीले मगाएको रिब्स पनि आइपुग्यो। यति खाइसक्दा रात निकै नै परिसकेको थियो। 6, 6:30 जाडो मौसमको बेलामा 6:30 भनेको त निकै टाइम हो। त्यही भएर घर फर्केको भिडियो चाहिँ बनाइनँ। आजको लागि चाहिँ यति नै। अर्को भिडियोमा फेरि भेटौँला है।